हेलो एभ्रिवान, यो भिडियोमा चाहिँ म हाम्रो लेटेस्ट सक्सेस स्टोरीको बारेमा कुरा गर्दैछु। अमेजिङ स्कोर स्पिकिङ, लिसनिङ एन्ड रिडिङमा 90 छ र राइटिङमा 88। पर्फेक्ट 90 स्कोर यसलाई नै भन्छ। सबैभन्दा पहिला त स्टुडेन्टको आफ्नो हार्डवर्क छँदैछ, साथसाथै हामीले क्लासमा दिएको राइट स्ट्र्याटेजी र राइट अप्रोचले एकदमै धेरै हेल्प गरेको छ यो स्कोर ल्याउनको लागि। पहिला हर्षियाले चाहिँ 3वटा सेक्सनमा स्ट्रगल गरिरहनु भएको थियो आफ्नो स्कोर ल्याउनको लागि, स्पिकिङ, लिसनिङ र राइटिङमा। अब पर्फेक्ट स्कोर ल्याउनको लागि हामीले सबैभन्दा बेसी ध्यान दिनुपर्ने ठाउँहरू के हुन्छ? फर्स्टमा हामीले पिटी टेस्टमा 11वटा क्वेसन्समा बेसी फोकस गर्नुपर्ने हुन्छ र यो स्कोर कहाँबाट आउँछ त यो क्वेसन्सहरू? यिनीहरूको स्कोरिङ क्राइटेरियाजलाई जहिले पनि सेटिस्फाई हुने गरी हामीले प्र्याक्टिस गर्नुपर्ने हुन्छ। अब रियल इक्जाममा एकदमै धेरै क्वेसन्सहरू रिपिट भइरहेको हुन्छ। तपाईहरुसँग रिपिटेड क्वेसन्सहरू छ कि छैन? प्रेडिक्सन्स क्वेसन्सहरू छ कि छैन? र त्यो प्रेडिक्सन क्वेसन्सहरू कसरी प्र्याक्टिस गर्ने त? राइट स्ट्र्याटेजी र राइट अप्रोच भयो भने तपाईले पनि यो स्कोर लिएर आउन सक्नुहुन्छ। हाम्रो नयाँ ब्याच स्टार्ट हुँदैछ 18 मेबाट। यदि तपाईँ पनि हाम्रो क्लासेस जोइन गर्न चाहनुहुन्छ भने चाहिँ यु गाइज क्यान जोइन अस नाउ र आफ्नो स्कोर ढिला नगरिकन ल्याउन सक्नुहुन्छ। सो अल द बेस्ट सबैजनालाई। यदि क्लासेस चाहिन्छ भने डोन्ट बी लेट, हाम्रो यो सेसनमा लिमिटेड सिट छ। अल द बेस्ट।